सम्पूर्ण प्रभुका जनहरूमा ख्रीष्ट येशूको पवित्र नाममा जय मसीह। विभिन्न देशहरूबाट विभिन्न ठाउँहरूबाट आज यस बिहानीको समय युट्युब च्यानल मार्फत परमेश्वरको वचन सुन्नलाई बसिरहनुभएका हेरिरहनुभएका सम्पूर्ण प्रभुका जनहरूलाई आजको यस कार्यक्रममा स्वागत भन्न चाहन्छु। हामी दिनदिनै परमेश्वरको वचन पढ्ने, प्रभुलाई धन्यवाद दिने, उहाँसँग बिन्ती गर्ने कामहरू हामीले गरिराखेका छौँ। सदा चाहिँ आज यस बिहानीको समय पनि हामी उहाँसँग प्रार्थना गर्नेछौँ, उहाँको वचनबाट हामीले पाठ गर्नेछौँ र उहाँलाई आराधना गर्नेछौँ। आज म तपाईँहरूको बीचमा परमेश्वरको वचन व्यवस्था 28 अध्यायको 14 पदबाट पाठ गर्न चाहन्छु। यहाँ यसरी लेखिएको छ, मैले आज तिमीहरूलाई दिएका आज्ञाहरू मध्ये कुनैबाट दाहिने र देब्रेतिर लागेर अन्य देवताहरूका पछि लागे तिमीहरूको सेवा नगर। आमेन। परमेश्वरलाई महिमा भएको होस्। इजरायलीहरूको निम्ति परमेश्वरले दिनुभएको यो महान आज्ञा हो र उहाँले इजरायलीहरूलाई कसरी जिउनु पर्छ, कसरी तिमीहरूले यस संसारमा जीवन बिताउनु पर्छ भनेर थुप्रै आज्ञाहरू दिनुभएको थियो। विशेष गरी 10 आज्ञा दिनुभएको थियो। यी 10 आज्ञा मध्ये आज परमप्रभुले दिएको आज्ञा यो कुरा फेरि पनि उहाँले सम्झना गराउँदै हुनुहुन्थ्यो इजरायलीहरूलाई कि मैले दिएका आज्ञाहरूबाट तिमीहरू एउटैमा पनि दायाँ र देब्रेतिर नलाग र तिनीहरूको पछि नलाग भनेर यहाँनिर परमेश्वरको वचनले भन्दछ। आज हामी परमप्रभु परमेश्वरलाई विश्वास गर्ने प्रभुका जनहरू हामी आज जुन जुन ठाउँहरूमा छौँ, जुन जुन देशहरूमा छौँ, तर हामीले परमेश्वरको आज्ञालाई हामीले मान्नु पर्दछ र उहाँले हामीलाई भन्नुभएका कुरालाई हामीले सम्झनु पर्दछ। किनभने उहाँले के भन्नुभएको छ त्यो कुरालाई मनन गरौँ। तिमीहरू दाहिने या देब्रेतिर नफर्क भन्नुभएको छ। उहाँले जे कुरा हामीलाई भन्नुभएको छ, जे आज्ञा दिनुभएको छ त्यही मात्र हामीले गर्नु जरुरी छ। धेरैजना मानिसहरू आफ्नै इच्छामा आफ्नै तरिकाबाट जिउने कामहरू गर्दछन्। परमेश्वरले के भन्नुभएको छ, यदि मेरो आज्ञा तिमीहरूले मान्यो भने यी आशिष तिमीहरूलाई लाग्नेछ भनेर परमप्रभु वचनमा लेखिएको छ। आज मैले तिमीहरूलाई आदेश दिए बमोजिम तिमीहरूले होशियार साथ परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गर्यो भने उहाँले तिनीहरूलाई पृथ्वीका सबै जातिहरू मध्ये श्रेष्ठ तुल्याउनु हुनेछ। परमप्रभु आफ्ना परमेश्वरको वचन पालन गर्यो भने यी सबै आशिष तिमीहरूलाई लाग्नेछन् र तिनीहरूमाथि रहिरहनेछन्। तिमीहरूको सहरमा आशिष हुनेछ, तिमीहरूको गाउँ बस्तीमा आशिष हुनेछ र तिमीहरूका सन्तानमाथि आशिष पर्नेछ र तिमीहरूको खेतीपातीमा आशिष पर्नेछ, तिमीहरूको भेडा बाख्रामा आशिष पर्नेछ र तिमीहरूको दालो र तिमीहरूको पिठो मुस्ने आरीमा आशिष पर्नेछ भनेर परमप्रभु परमेश्वरले सबै इजरायलीहरूलाई भन्नुभएको थियो। आज हामीले पनि परमप्रभु परमेश्वरको आज्ञालाई मान्नु जरुरी छ। आदरणीय सम्पूर्ण प्रभुका जनहरू, हामी जे छौँ जस्तो छौँ यो कुरालाई मनन गरौँ। हामीले आज परमप्रभु परमेश्वरको आज्ञालाई मान्यौँ र उहाँको आज्ञा अनुसार हामीले गर्यौँ र दायाँ र देब्रेतिर हामीले फर्केनौँ भने हामीलाई पनि यी आशिषहरू लाग्नेछ र उहाँले हामीलाई परमप्रभु परमेश्वरको आराधना गर्नको निम्ति, उहाँलाई भित्र हृदयदेखि नै उहाँलाई पुकारा गर्नको निम्ति हामीलाई बोलाइरहनु भएको छ, उहाँले सम्झाइरहनु भएको छ। परमप्रभु परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ। उहाँले आज हामीलाई हरेक कुराहरूमा सहायता गर्नुहुन्छ। तपाईँले हेर्नुभयो भने आज हामी जुन जुन ठाउँबाट जुन जुन परिस्थितिमा हामी जिराखेका छौँ, हामीलाई गाह्रो छ, अप्ठ्यारो छ, तर त्यसको बावजुद परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्ने अथवा उहाँको नमान्ने अधिकार हामीलाई छैन। हामी चाहिँ उहाँको आज्ञा मान्ने, उहाँलाई आराधना गर्ने, उहाँको प्रशंसा गर्ने अनि उहाँले जे कुरा हामीलाई अराउनु भएको छ त्यो अनुसार गर्ने नै हाम्रो कर्तव्य हुन आउँछ। आज हामीलाई जुन देशमा प्रभुले राख्नु भएको छ यो देशमा बसेर प्रभुको आज्ञा मानेर प्रभुको सेवा गर्नु जरुरी छ। परमेश्वरको राज्य, परमेश्वरको महिमा यस देशबाट हुनु पर्दछ र यस देशमा परमेश्वरको राज्य आउनु जरुरी छ। र आज प्रत्येक प्रभुका जनहरूले उहाँको वचन अनुसारको सत्यतामा जीवन बिताउने र आफ्नो जीवनलाई परमेश्वरले जसरी हामीलाई ग्रहण गर्नु भएको थियो सुरुमा त्यसरी नै ग्रहण योग्य जीवन बिताइरहनुको निम्ति आज परमेश्वरको आज्ञाले हामीलाई सिकाउँदछ। यदि परमेश्वरको आज्ञा मान्यो भने हामीलाई कुनै कुराको अभाव हामीमा हुने छैन। किनभने तपाईलाई थाहा छ कि
परमप्रभु परमेश्वरले कागद्वारा मानिसहरूलाई खुवाउनु भयो। आज परमप्रभु परमेश्वरले हामीलाई जसरी पनि जहाँबाट पनि हामीलाई जुटाउनुहुन्छ र हामीलाई प्रभुले खुवाउनुहुन्छ। त्यसकारण आदरणीय सम्पूर्ण प्रभुका जनहरू, आजको वचनले हामीलाई के भन्दछ यो कुरालाई याद गरौँ। तिमीहरूलाई दिएको आदेशहरू मध्ये कुनै पनि बाट दाहिने या देब्रेतिर नलाग। यदि लागेर त्यसको पछि तिमीहरूले गर्यो भने तिमीहरूलाई आशिष हुने छैन। यदि तिमीहरूले मान्यो र तिमीहरूले त्यो अनुसार गर्यो भने तिमीहरूलाई आशिष हुनेछ। मेरा प्रभुका जनहरू, सम्पूर्ण श्रोता मित्रहरू, हामीले परमेश्वरको आज्ञालाई मान्नु, परमेश्वरको आराधना गर्नु, परमेश्वरको प्रशंसा गर्नु, त्यसकारण हामीले यी कुराहरू चाहिँ हामीले याद गर्नु जरुरी छ। व्यवस्थाको 28 अध्याय चाहिँ हामी सबैले एकचोटि पढ्नु पर्दछ। 1 देखि अन्तिमसम्म पढसम्म हामीले यो पुरै अध्यायलाई पढ्यो भने हामीले थाहा पाउँछौँ कि परमेश्वरले हामीलाई कुन आज्ञा दिनुभएको छ र पहिला इजरायलहरूलाई दिनुभएको थियो र अहिले हामीले गर्नुपर्ने यी सबै आज्ञाहरू आज परमप्रभु परमेश्वरले हामीलाई दिनुभएको छ। त्यसकारण मेरा प्रियजनहरू, हाम्रो परिस्थितिहरू सहज छैन होला, हामी दुःख र कष्ट पीडामा जिउँछौँ होला, तर परमप्रभु परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। इम्मानुएल प्रभु हाम्रो साथमा हुनुहुन्छ। उहाँले हामीलाई सहायता गर्न तयार हुनुहुन्छ। त्यसकारण तपाईँ जुन ठाउँमा जुन परिस्थितिमा हुनुहुन्छ त्यो ठाउँ र त्यो परिस्थितिबाट परमप्रभु परमेश्वरलाई महिमा दिनु नै कर्तव्य हुन आउँदछ। त्यसकारण आजको यस बिहानको समय देश विदेश र विभिन्न ठाउँहरूबाट यो परमप्रभुको वचन सुनिरहनुभएका सम्पूर्ण श्रोता मित्रहरूलाई म अनुरोध गर्न चाहन्छु कि हामीले परमेश्वरको आज्ञालाई मानौँ र परमेश्वरले जे कुरा हामीलाई हराउनु भएको छ त्यो अनुसार गरौँ र परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। इजरायलीहरूको साथमा परमप्रभु रहनुभयो, त्यसरी नै आज हाम्रो साथमा पनि उहाँ रहनुहुनेछ। त्यसकारण मेरा प्रियजन, हामी उहाँको आज्ञालाई मानौँ र आजको यो वचनमा हामीले देख्यौँ कि व्यवस्था 28 अध्यायको 14 पदमा कि मैले दिएका आदेशहरू मध्येबाट कुनै पनि बाट तिमीहरू दाहिने र देब्रेतिर नफर्क। मेरा प्रियजन, आज हामीले याद गरौँ, प्रभुले तिमीहरू आफैलाई जस्तै र आफ्नो छिमेकीलाई माया गर, परमप्रभु परमेश्वरलाई आफ्नो हृदयबाट, आफ्नो प्राण आत्मा शरीरबाट माया गर, प्रेम गर, उहाँको आज्ञा पालन गर भनेर परमप्रभुको वचनमा लेखिएको छ। त्यसै कारण आजको दिन मलाई विश्वास छ हामी सबैजनाले परमेश्वरको आज्ञा मान्छौँ, उहाँलाई आदर गर्छौँ, उहाँको सम्मान गर्छौँ र उहाँलाई आराधना गर्ने नै छौँ। दिनदिनै उहाँको प्रशंसा हामी यसरी नै बसेर गर्नेछौँ। त्यसकारण मेरा सम्पूर्ण प्रभुका जनहरूलाई म अनुरोध गर्दै र आजको वचनबाट तपाईँहरू पक्कै आशिषित बन्नुभएको छ र दिनदिनै तपाईँहरूले परमेश्वरको वचनबाट सुन्नुहोस्, आराधना गर्नुहोस् र उहाँलाई महिमा दिनुहोस्। प्रभुले परमेश्वरले तपाईँहरूको सबैको जीवनमा अनुग्रह कृपा गरून्। हामी छोटो प्रार्थना गरौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद आजको यस बिहानीको समय हामीलाई दिनुभएको यो वचनको निम्ति। व्यवस्थाको पुस्तक एउटा हामीले प्रभु आज्ञा पालन गर्नुपर्ने, तपाईँ प्रभुलाई महिमा दिनुपर्ने अनि तपाईँले दिएका आज्ञाबाट हामीले दाहिने र देब्रे नफर्किकन तपाईँलाई आदर गर्नुपर्ने, तपाईँलाई प्रशंसा गर्नुपर्ने, तपाईँको नजिक आउनुपर्ने कुरा तपाईँ प्रभुले हामीलाई सिकाउनु भएको छ। यदि तपाईँको आज्ञा मान्यो भने हामीलाई आशिष लाग्नेछ, हामीलाई आशिष लाग्नेछ, हामीलाई आशीर्वाद हुनेछ, राम्रै हुनेछ। प्रभु, त्यसको लागि आज सम्पूर्ण देश विदेशबाट, विभिन्न ठाउँहरूबाट युट्युब च्यानल हेरिरहनुभएका, सुनिरहनुभएका सम्पूर्ण प्रभुका जनहरूलाई म तपाईँको हातमा राख्दछु। उहाँहरूले अहिलेसम्म तपाईँको आज्ञालाई मान्नलाई सकिरहेको छैन भने उहाँलाई मान्नलाई तपाईँ प्रभुले सहायता गर्नुहोस्। पवित्र आत्मा तपाईँलाई अगुवाई गर्नुहोस्। धन्यवाद प्रभु, सबै कुराको लागि यो सबै बिन्ती प्रार्थना धन्यवाद चढाउँछौँ येशू प्रभुको पवित्र नाम, आमेन। धेरै धेरै धन्यवाद आजको वचन सुन्नु भएको लागि। प्रभुले तपाईँहरू सबैलाई आशिष दिउन्। जय मसीह।